जाने क्या झरेर जाऊ जाऊ उता उता हो तिम्रो घर जाऊ ल्याऊ मेरो भाइलाई दिन्छु ले हजुर आजभोलि त खै मलाई त भान्जाले माया गर्दैनन् गालामा मुही पनि खान्नन् ए बाई सरी भन नि त मेरो बाबु सरी भन हाँस नि जाने हाँस 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 हाँचो 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 नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल आफ्टर लङ टाइम पछि म तपाईँहरूको सामने उपस्थित भइसकेको छु र अहिले चाहिँ म फिलहाल कहाँ छु भन्दा चाहिँ ब्याकग्राउन्डहरू यस्तो छ चिने जस्तो लाएको छैन होला त्यही पनि म चाहिँ चिनेको ल अहिले चाहिँ ठ्याक्कै भन्नुपर्दा चाहिँ म चाहिँ यहाँ छु आफै भन्नु डल्ले आँप पत बुटोल विकास होला यो सायद अनि के अरे यो बाटो बी स भनेपछि यो बिस भनेको त विकास हो कि यस्तो के हो अब समथिङ अब के हो अब मिलाएर तपाईँले कमेन्ट गर्नु जान्नु भने यस्तो सानो पढेको मैले अब टोबी भन्ने यस्तो यस्तो अनि त्यही त अहिले चाहिँ म यस्तो छु कि यहाँ चाहिँ एकजनाले सिकिरहनु भएको यो बाटोमा चाहिँ किनकि अब उहाँ चाहिँ हल्का हल्का पर्फेक्ट हुनु भइसक्यो अनि पर्फेक्ट भएर चाहिँ मैले चाहिँ यहाँ ल्याउँछु कि अनि त्यही भएर चाहिँ त्यस्तो छ कुरा चाहिँ त्यही हो अनि चाहिँ आफ्टर लङ टाइम पछि कस्तो कस्तो लाग्यो कि मलाई त होइन अब भ्लग छोडो कि त या छोडो होला नयाँ कसम अब केही छैन कि यसको भन्ने भयो होला सबैको मनमा त तर म सानो कुराहरू बिजी जस्तो थियो कि त्यही भएर चाहिँ म अहिले खासै भ्लगिङतिर यसो देख्दैन अब चाहिँ लगातारै दिन्छु होला किनकि भोलि या पर्सितिर म पनि घर जाँदैछु नि त चुनाव आयो अनि चुनावको लागि त केही गर्नु पऱ्यो अन्त गर्न त मैले केही पनि सक्दैन फेरि मेरो त अब भोट लिस्टमा नाम पनि छैन म जेएनजी आन्दोलनमा पर्दाखेरि मेरो त्यसतिर भोटर आइडी बन्ने थियो अनि मलाई चाहिँ कसैले बनाइदिएन भनौँ न अब यार कस्तो झ्याउ लाग्छ यार कसैले बनाइदिएन अनि केही पनि भएन त्यही हो यहाँ चाहिँ माछा छ कि भनेर म हेरिरहेको थिएँ तर बहिनी चाहिँ अनि त्यही भएर चाहिँ अनि गरेको अनि मेरो भोट लिस्टमा नाम पनि छैन भोटर आइडी पनि छैन अनि त्यही भएर चाहिँ म दिन्न अहिले चाहिँ नाइटाबाट दिने भन्ने कुरो छ तर नाइटाल त सिधै घन्टीलाई दिन्थेँ कि मैले तर छैन के अन्त नि अब नभएपछि अब चुपचाप लाउने अनि बस्ने तर यस्तो दामी नजारा छ कि त हेर्नु त ए मलाई पो हेरेर भरे चाहिँ यता हेर्नु न अनि यस्तो दामी छ कि यो चाहिँ गाउँको भाइब्स आउँछ कि मलाई यता साइडमा आउने चाहिँ किनकि हाम्रोतिर पनि यस्तो त हुन्न यो फुलहरू जस्तो छ नि त के भन्छ नि यो के फुले जस्तो यस्तो त हुन्छ कता कता हुन्छ तर खेतहरू चाहिँ पुरा हाम्रो त्यो हुन्थ्यो क्या पौडी खेल्न जान्थ्यौँ त्यता जस्तो भाइब्स लाग्छ कि मलाई त्यही भएर चाहिँ त्यस्तो छ अनि अब चाहिँ आज चाहिँ शनिबार आज त मेरो छुट्टी पनि होइन भोलितिर हुन्छ सायद अनि मेरो कारको लाइसेन्स के भयो केटा भन्नुभयो होला अब कारको लाइसेन्स चाहिँ चुनावको लागि बन्द छ किनकि मेरो सबै गरिसक्यो तर चुनावले गर्दा बन्द भयो अब चाहिँ चुनावपछि चाहिँ मेरो कारको लाइसेन्स आउँछ अनि तपाईँले यसरी हिँडेको देख्नुहुन्न क्या यसरी यस्तै खुट्टा गरेको देख्नुहुन्न सिधै जर्मन गाडी त्यस्तो त नि अनि देख्नुहुन्छ कि त्यही हो अब भगवान्को साथ धेरै फुरफुर गर्दैन अब साथले लकको कुरा हो अब लाइसेन्स निस्किहाल्यो भने अब ठिकै छ नि पनि फेरि अर्को चाहिँ रिटाल दिने के भन्छ नि अब यस्तो के कटाउनु त कटाइन्छ होला तर त्यहाँको गाडी कस्तो पर्छ त भन्ने कुरा हुन्छ क्या गाडीमा भर पर्ने हो क्या त्यहाँ अनि कस्तो लामो जस्तो परिदिने गाडी अनि पिकअपै लिएर भन्दा पनि भ्याइयो त अनि अहिले चाहिँ म रङ्गशालातिरै छु अहिले चाहिँ 2-3जना दिदीहरू चाहिँ आज आउनु भएन किनकि अब झ्याउ भन्दा पनि थकै लाग्छ कि लास्ट हात दुख्छ मेरो कस्तो भइरहेको यहाँ साइको जस्तो भयो त नि ल रङ्गशालामा चाहिँ यस्तो छ भाइ अब मेला सेला अकडम बकडम लाग्ने बेला भइसक्यो अब यहाँबाट पनि अब लगभग कम सिकाउने बेला भए त्यता काट्छ यता यहाँ म फिल्म बनाइरहेको क्या आउन यहाँ म फिल्म बनाइरहेको क्या आउन यहाँ आऊ त फिल्ममा आऊ ल
यिनीहरू चाहिँ यहाँ जस काम गरिरहेको नि दिदी चाहिँ उहाँ सिकिरहनु भएको अनि दिदीको छोराहरू असम भोट केमा बाबु भोट केमा भन न भोट केमा के ए तिमी पनि भनेपछि तिमी पनि काङ्ग्रेस है होइन भन न तिमी के हो बालेन होइन तिमी के हो भोट केमा भोट हाल्छौ भन त फेरि तिमी त काङ्ग्रेस पो होइछन् तिमी के हो तिमी के हो घन्टी हो भन घन्टी भन के हो नि ल यता चाहिँ यहाँ यसरी बसिराख्नु हामी अया ए मा गरिदेऊ अब चाहिँ यहाँ पहिला यस्तो भिड हुन्थ्यो कि यहाँ चाहिँ अलिक एउटा पनि भिड छैन हेलो सर ए आमा हो के खाएको यो खाऊ खाऊ ओए ओए खा 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 फाला 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 फाल्देऊ छि 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 ए आमा उनीहरूले त चक्लेट चाहिँ मागेर खानु लाग्यो के अन्त हो कति धेरै डिया छन् यहाँ त डिया होइन बाख्राहरू गोरु के अरे सरी गोरु र गाईहरू तिमीले भाइलाई लोटाउला है कहाँबाट चढाएको ए ओए त्यो थाहा क्या तिमीलाई आज टाउको बचाउँदै हिँड्दै गइरहेछन् अब हेरे झुक्छन् अब ओए अब फेरि झुक्छन् यसलाई यहाँबाट त्यस्तै गर्दै गयो क्या यहाँबाट क्या यत्रो हुँदै उहाँसम्म निक्लिएछ आखिर यहाँ उयो ल अहिले चाहिँ म कामबाट पनि भर्खरै सकियो एकजना मात्र काम भएको थियो आज चाहिँ होइन आज एकजना मात्र काम भएको थियो अनि आजभोलि त खै मलाई त भान्जाले मायै गर्दैनन् गालामा मुही पनि खान्नन् ए यताको गालामा मुही खान्नन् कहिले पनि मलाई त यस्तो गाह्रो छ अर्कोतिर के अर्कोतिर पनि खान्नन् कस्तो टाउको दुखेछ मलाई खै टाउको समाइदिए पनि हुन्थ्यो नि कसैले टाउको दुखो के टाउको समाइदिए पनि हुन्थ्यो नि कसैले टाउको दुखो के अच्छा कसले किनिदिएको कसले किनिदिएको बाबाले यसले कसले कसले ए माया गर्नु बाबु मैले किनिदिएको नि त तिमीलाई ल आज चाहिँ अब भान्जा मामा भान्जाको होली चाहिँ सुरु भयो आजदेखि मलाई पनि आचु आचु ल अब यसरी होली सुरु हुन्छ हाम्रो चाहिँ ल ल ल नचल अहिले 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 हामी यहाँ खेल्ने है हस् खेल्ने कि नखेल्ने खेल्ने हो नि त ल अब चाहिँ जे होस् होली पनि सुरु भयो भोलि या पर्सितिरबाट होली सुरु हुन्छ अनि जाने नजाऊँ है हुन्छ आज माउला जाऊँ है हाम्रो घर माउला मालमुल जाम हुन्छ माउला आमा कहाँ जान्ने हौ जान्ने हौ आमा कहाँ जान्ने हौ तिम्रो भाइ खै भाइ खै भाइ खै घर ल ह्याप्पी होली भन ल जाने कहाँ जाने मम्मीसित ल अब चाहिँ म यिनीलाई पनि घर छोडिदिन्छु म पनि एकैछिन जान्छु यार हात खुट्टाहरू प्रेस गर्छु कस्तो मुक्दैन मलाई को चाहिँ हो तिमीले मलाई होइन हजुर तिमीलाई त्यत्रो किनिदिनु म पैसा देऊ खोइ पैसा देऊ
पैसा देऊ मलाई मसँग पनि छैन नि मामासँग ल्याऊ त्यसो म लिएर जान्छु यो ल्याऊ ल्याऊ मेरो भाइलाई दिन्छु ल्याऊ मेरो आएको भाइलाई दिन्छु ल्याऊ ले अहिले मेरो भाइको ल्याऊ 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 मेरो भाइलाई दिन्छु खै ल्याऊ त अर्को मेरो सानो भान्जालाई दिन्छु कि तिमीलाई त दिन्न ल्याऊ ल्याऊ छिटो कसको हो तिम्रो हो अయ్యా ल्याऊ मेरो भाइलाई दिन्छु ले ल्याऊ गजब गजब जाऊ घर जाऊ चल चल मेरो स्कुटीबाट चल चल बढी माथि राखेर यस्तो नराम्रो हान्ने दाँतै खसो यहाँ खोल्यो मेरो खोल्यो यस्ता मेरो भाइलाई गरिदिन्छु मैले अಯ್या मम्मीलाई भनिदिन्छु नि मैले जाऊ चल छिटो आफ्नो जाने क्या झरेर जाऊ जाऊ उता उता हो तिम्रो घर जाऊ बडा आउँदाखेरि त म त गयो अब यहाँ भूतले लिएर जान्छ त्यहाँबाट थाहा पाउँछौ मलाई किन हानेको त म त गयो अब यहाँ के आउँछ अहिले भूत आउँछ यहाँ ओहो म त गएँ भागेँ बाई सरी भन नि त मेरो बाबु सरी भन आऊ आऊ ए आऊ इ लो ल तिम्रो लो मेरो बाबुको अब तिमीलाई यस्तो गर्नु पनि हुन्न किनकि बुन्नी भयो नि त सबै ल ल ल ल इ लो ल ल मेरो बाबु सरी ल समाउन छिटो छिटो समाऊ मेरो बाबु आऊ यहाँ बचाऊ मेरो बाबु रिसाइ छेउ रिसाएको मसँग रिसाइ छेउ नाइ भन न बाबु मसँग रिसाइ छेउ हात देऊ छिटो हाँस बल्ल जाने हाँस अनि जाने हाँस 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 हाँचो 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 सरी यो चाहिँ मैले हल्का मजाको लागि मात्र गरेको त्यस्तो मेरो बाबा त आफ्नो भान्जामा चाहिँ कसलाई माया लाग्दैन र बाबु बाबु खोइ त हजुर भनेको जाम है हस् भन ल बाई गरिदेऊ ल रिसाइ छेउ सिगार नपुस न त्यसरी अबै अबै ओए ओए ओइ खोइ 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 यता मलाई पनि यता यता मुखमा यता सिगान पुस्थ्यो सिगानमा नाकमा हाल्यो नि त्यो जाम है सो गाइज अहिले चाहिँ रात पनि भइसकेको छ र मैले चाहिँ अहिले यहीँ छु ड्युटीमै छु भनौँ हामी जस अब यहाँ चाहिँ के भयो भन्दा चाहिँ खासमा अब गरौँ न त अहिले चाहिँ अब म यहाँ बस्नु त जान म दिउँसो गर्थेँ अनि झ्याउ लाग्यो बस्दा यहाँ चाहिँ एउटा उस थिइन् क्या एउटा मेलिना थिइन् अनि उहाँ चाहिँ घर गएको थिएँ नि त्यही भएर अहिले चाहिँ म यहाँ स्टिल यहाँ म बसिरहेको छु जान पनि सक्छु तर चाहिँ म गइनँ किनकि अब यतिकै बसिरहन्छ होइन घर के गर्नु छ र कोसँग बोल्नु छ र अनि त्यही भएर चाहिँ लुक्स हेर्नु कपाल बाँध्दै कस्तो देखियो है अब पाल्छु बबाल कपाल पाल्छु अब चाहिँ मैले पहिलाकै लुक्स आउँछ मेरो अनि त्यही हो ल अब भिडियो पनि के कस्तो लाग्यो तपाईँहरूलाई थ्याङ्क्स फर वाचिङ माई भिडियो डोन्ट फर्गेट लाइक कमेन्ट सेयर सब्सक्राइब अनि नयाँ च्यानललाई सब्सक्राइब गर्नु होला यति भन्दै आजको लागि म बिदा हुन चाहेँ हस् त बाई बाई भोलि बिहान भेटौँला न्यू डे न्यू ब्लगका साथ